हेलो नमस्ते एभ्रिवान। आज शनिबारको दिन टक्क हाम्रो विश्व दाइलाई बोलाएर सरङकोट चढ्दैछौँ। सरङकोटमा फेरि यहाँ जाम परेर पुरै गाडी ठप्प छ। हामी बस र बाइक सँगसँगै बाइक राखेर बसभन्दा अगाडि छौँ हामी, अनि चाहिँ त्यति धेरै हिँड्छौँ हामी होइन। यस्तो यो सानो भ्लग चाहिँ बनाएर राख्यौँ कि जस्तो लागेर हो। हिँड्न चाहिँ एकदम मजा आइरहेको। 1-1.5 घन्टा त कन्टिन्यू हिँड्नु पर्छ कि हाम्रो विश्वलाई पुरै अल्छी भएर 10 बजीसम्म सुत्दिने त्यस्तो गर्नु भएन। तर थके चाहिँ लागेन खासै। ल अब बिस्तारै हामी लामा गाउँतिर आइपुग्नु लाग्यो है। अब सेड्युल के छ त हाम्रो ब्रेकफास्ट कहाँ गरेर हुन्छ? अलि माथि हुन्छ होला, सरङकोटै पुग्नु अलि परेन। फेरि जान त जानिँदैन, गइन्थ्यो बाइक लिएर मगाउनु पर्छ, गाह्रो छ। माथि गएर अब यसो ब्रेकफास्टहरू गरिन्छ हामीहरूले होइन। त्यही ब्रेकफास्टमा हाम्रो धेरै खासै के हुन्न, त्यही यसो चिया हुन्छ एउटा के हाल्ने दाइ, अम्लेट र ब्रेड भन्ने हुन्छ नि एउटा, हो त्यो खाइदिनु भयो। कुखुराको अन्डाको के अब चाहिँ यो हामी 25 मिनट त हिँड्यौँ होला है, 20 मिनट हिँड्यौँ। 7:30मा भनेको हामी हेरौँ त 57 जस्तो 27 मिनट हिँडेछ। अब कन्टिन्यू 27 20 भनेपछि अब कन्टिन्यू 25 मिनट हिँडेछ बल्ल हाम्रो डेस्टिनेसन पोइन्टमा। त्यसपछि हाम्रो दोस्रो अध्याय सुरु हुन्छ है। बस आएकै छैन तर जामले हाम्रो सिद्धियो बसभन्दा अगाडि बाइकमा हामी सरङकोट उकालो चढी यहाँ आइसक्यो। सुदीप सर अघि हिँड्नुभएको छ, मलाई पछि हिँड्नु भएको छ। लास्टै दामी यहाँ क्लियर छ यार। ओहो मौसम बौद्ध तामाङ आमासम्म हो। पोखरा बजार यता अगाडि कुहिरो अलिअलि माथि छ। यहाँ त छाङ्ग छ दामी। ल यो फुल हो, तिहारे फुल। तिहार चाहिँ यो रातो फुल। यहाँ सर हुनुहुन्छ, यो दामी आएको छ। गाडी दाइ तपाईँ चलाइदिनु पऱ्यो कि गाडी सक्नु र। तपाईँ गाडी त लिएर हिँड्नुहुन्छ है। अझ जितिन्थ्यो न यसो हेरेर। यो फुल खानुहुन्थ्यो पहिला, तर गाह्रो छ यार, गाह्रो छ भयो। अब हामी हेरिएन गाडी आउन नि यार ठ्याक्कै आधी घन्टा लाग्यो होइन। यहाँ चाहिँ आज रमाइलो छ क्या तपाईँको। यता हेर्नु चाहिँ हामीले बस काट्न वहीँ चल्दै भन्दै आएको। यो बसले यहाँसम्म काट्न देखाएको छ। हेर्नुहोस् यो के पोखरा महानगरपालिकाको सरङकोटको बाटो होइन, साउरो हो कि अब हाम्रो कमजोरी भन्नु भएन। यो बाटोको कमजोरी पुरै जाम छ लगाइ चाहिँ, पुरै जाम छ क्या। मुस्ताङको बाटो होइन, सरङकोटको बाटो। एउटा गीतमा नाच्नु न। सम्झी तिमीलाई जान्छ मनमा पहिरो, सिन्दुर लायो अरू कहिले। म जान्दिनँ यो त कथा सुनिएको थिएँ। तर खतरा हो कि खतरा हो। अब दाइको डान्स आउँछ एकचोटिमा हेर्नु है। अब कहाँ आयो त हामी त सरङकोटको लगभग बिचमा आयो। अब चिया हिमालय फन्ट होटल चिया खाएर यो अब यहाँबाट फर्किने हो। हिमाल दामी। त्यसपछि लामा गाउँमा चाहिँ कोही छैन है। खोइ हिमाल देखाइदिनु त दाइ कस्तो। अन्नपूर्ण नि भन्नु न। अन्नपूर्ण लगाइ अब ब्रेकफास्टतिर है। हाद्यो फाइनल्ली होइन दाइ चियाखान्डामा आयो हामी। बस पनि अब हेर्नु, हामी चियाखान्डामा आयो, बस अब बल्ल आउँदैको ल हेर्नु त। बसभन्दा छिटो भएछ क्या, बसभन्दा छिटो भएछ क्या। लायन रेस्टुरेन्टहरू घुम्न आएका ल। टक्क केराबारी हाम्रो भ्यू चाहिँ यहीँ हो है।
अलि चिया खाएर हामी रिटर्न ब्याक पोखरा होइन। अब झर्दैछौँ लामा गाउँमा यसो भुलेर, त्यसपछि चाहिँ अब आफ्नो शनिबारको के छ काम नुहाइधुवाइ है। जस रमाइलो भयो नि त, हिँडाइ पुग्यो नि त, शरीरले के खोजिरहेको सराङकोट पुग्नु पर्ने हो क्या अझ फ्रेस हुनु त। ल हुन्छ, अब लामा गाउँतिर भेटौँला है त साथीहरू। फाइनल्ली लामा गाउँ पनि आइयो तर फोहोर लास्ट छ र बस्छ है। लास्टै फोहोर चाहिँ एकदिन ट्रक ल्याएर अनि पालपाडमा एकचोटि गर्नुभयो नि सरसफाइ। अब के गर्ने कि नगरपालिकाको गाडी बोलाएर सल्लाह गर्नु धेरै छैन नि त, यहाँ 2-4 जना मान्छे हुने किन भ्याइन्छ। अब त्यतिको आँट गर्नु पऱ्यो एउटाले नेतृत्व लिन सक्नुपर्छ। ल अब हामी यहाँबाट है हामी जाने कहाँ हेर्दै भनिदिनु त। त्यही होला बिन्दुवासिनी सायद मन्दिर, त्यहीँ बिन्दुवासिनी यता हो। ए बिन्दुवासिनी मन्दिर त्यहाँ होइन। अब हामी चाहिँ निस्किन्छौँ ल। पुरा रिफ्लेक्सन परेको कि के परेको भ्युज चाहिँ केही पनि आएको छैन। अन्त त्यो खेतमा घर बनला भनेर कुनै सोचेको थियो। पुरै त्यो लाइनै हेर न, पुरा बेनी बजार जस्तो बनाइसक्यो यार। ल फाइनल्ली आजको शनिबार चाहिँ यहाँबाट झऱ्यो तल हाम्रो चाहिँ आज बाटो आजको दिनको चाहिँ मर्निङ चाहिँ समाप्त भयो होइन। नारेसको चोरो भयो, बिन्दुवासिनी मेरो छौँ हामी। ल त हामी अब अर्को पटक भेट्ने बाचाका साथ आजलाई यहाँबाट छुट्टिन्छौँ है। ल बाई बाई। ल भाइ युट्युबमा लाइक सब्सक्राइब कमेन्ट सबै।